यो साथी हो फ्याक्ट्री चाहिँ बन्द भयो होइन। यहाँ इटालीमा के सिस्टम छ नि फ्याक्ट्रीभित्र चाहिँ गाडी पार्किङ गर्न दिँदैन कि। मैले चाहिँ गहुँ बोकेर आएको थियो अब खाली भएन उनीहरूले चाहिँ अब भोलि बिहान 7 बजी आयो भने म चाहिँ बाहिरै यसरी पार्किङ खोज्दै आयो नि त यहाँ यस्तोमै भयो। अब अन्त पार्किङ अलि टाढा देखायो कि 25-30 किलोमिटर टाढा पार्किङ देखायो। म चाहिँ किन जानु भन्दा कम्पनीबाट 2 किलोमिटर अलिकति यता आएको यस्तो पार्किङ भेटेँ। कहिलेकाहीँ यस्तो पनि बास हुन्छ है। युरोपमा चाहिँ सबै चिज चाहिँ राम्रो मात्रै हुन्छ नि छैन। अनि के साथी म चाहिँ यहाँ यत्तिकै बसिरहेको थिएँ होइन। अनि साइकलमा चाहिँ एउटा पन्जाबी आयो कि। अनि पन्जाबी आयो मलाई चाहिँ कहाँ घर भन्यो मैले चाहिँ नेपाल भनेको। त्यसले चाहिँ हो नेपाली हो भन्यो। अन्त किन यहाँ बसेको भने मैले चाहिँ आज मेरो चाहिँ फ्याक्ट्रीमा माल खाली भएन म चाहिँ यतै पार्किङ गरेर सुत्नु थालेको भन्यो। अनि तैँले के खान्छस् त यहाँ त होटलहरू छैन भन्यो। अनि मैले चाहिँ गाडीमा चामल छ सब्जी छ म त्यही खान्छु भनेको। त्यसले चाहिँ तँ यहीँ बस म तँलाई पिज्जा र कोल्ड ड्रिङ्क लिएर आउँछु भने कि त्यसले। अनि मैले चाहिँ पर्दैन भनेको त्यसले चाहिँ लिएर नै आयो कि पिज्जा है। हेलो साथी हो यो चाहिँ इन्डिया पन्जाब हो। अब हरियाणा पन्जाब। अनि म चाहिँ के भएको थियो नि त्यो पर चाहिँ कम्पनी थियो मेरो चाहिँ गाडी खाली भएन आज होइन। अनि यसले चाहिँ मलाई बस भन्यो मलाई यसले पिज्जा र चिसो ल्याएर दिएको छ। पन्जाबीहरू चाहिँ एकदम राम्रो मान्छे हुन्छ क्या। यसले चाहिँ मलाई पिज्जा र चिसो ल्याएर दिएको छ यहाँ होइन खाएको छ। अब मेरो चाहिँ गाडी आज अब खाली भएन भोलि बिहान मात्रै हुन्छ। यो पनि फेरि त्यही कम्पनीमै काम गर्दो रहेछ क्या। मैले जुन कम्पनीमा लिएर आएको त्यही कम्पनी काम गर्दो रहेछ। अब म चाहिँ अब बस्ने ठाउँ पाएन पार्किङ यतातिर पार्किङ गरेको छ। अनि यो चाहिँ अब घर जाँदै रहेछ कि। अनि यसले चाहिँ मलाई नि तँलाई म खानेकुरा ल्याउँछु म के खान्छस् भन्यो। म पिज्जा लिएर आउँछु भने यसले अहिले हुन्छ भने यसले पिज्जा ल्याएर दिएको छ। पन्जाबीहरू चाहिँ एकदम राम्रो मान्छे हुन्छ एकदम बेस्ट हुन्छ क्या। एंड दोस्त और कैसे आप कितना साल से इधर? मैं 7 साल हो गया इधर। 7 साल इटली में थे। अच्छा पूरा फैमिली इधर है? नहीं फैमिली नहीं है, मैं अकेला हूँ, मेरा भाई है इधर। भाई है। फैमिली तो भी नहीं है। मम्मी पापा इंडिया में है। कब जाएगा मुल्क? अभी जाएगा, देखते हैं कब जाएगा। शादी हो गया? नो शादी नहीं हुआ। भाई शादी करना बनता है ना। ले जो लाया दिएको पिज्जा है ना। थैंक्स बाजी शुक्रिया।